गुड मर्निङ नमस्ते सबैजनालाई। आज फेरि म नयाँ भिडियो लिएर आएको छु। बिहान बिहानै म 21 राइड ल्याएर निस्केको छु र हेर्नु झम्सिखेल पुग्दा पुग्दै मेरो बाइकको स्केलेटर वायर टुटिसकेछ र स्केलेटर वायर बनाउनलाई म यहाँ ठ्याक्क झम्सिखेल चोकमा छु। यो भाइले चाहिँ मेरो स्केलेटर वायर बनाउँदैछ। अब के गर्ने, अब पढ्ने बेलामा पढेन, अहिले आएर अब राइड सेयरिङ गर्नुपर्छ। न जब गर्ने न के गर्ने, आफू यही राइड सेयरिङ गरेर आफ्नो जीविका उपार्जन गरिरहेको छु। हेर्नु कस्तो ट्रबलहरू आइरहेको हुन्छ, फेरि अरूलाई ट्रबल नआउने कि फेरि मलाई नै ट्रबल आउने जहिले कि। अब अहिले हेर्नु न, ठ्याक्क राइड 21 को राइड लाएँ, 3 राइड गरेँ झम्सिखेलमा ठ्याक्क स्केटर बाइक टुटेछ। यहाँ भाइ लिएर आएर बनाइदिएको, पहिला पनि यहाँ बाइक बनाउँछु। म यहाँ तल चाहिँ गार्डन त्यसको 3-4वटा ब्रान्च यहाँ जिपी भन्नेहरूको डेलिभरी एप छ, त्यसमा चाहिँ म लजिस्टिकमा काम गर्थेँ। अहिले चाहिँ म काम गर्न छोडेको छु, राइड सेयरिङमा काम गरिरहेको छु। अब हेरौँ, उहाँले चाहिँ अब स्केलेटर वायर भेटिरहेको छु, फेरि राइड कन्टिन्यू गर्छु। धेरै प्रब्लमहरू फेस गर्नुपर्छ राइडमा। प्लिज मेरो डियर कस्टमरहरू, तपाईँहरू चाहिँ एक्ज्याक्ट लोकेसन राख्नु र एक्ज्याक्ट लोकेसनमा आइदिनु होला। प्लिज प्लिज प्लिज, किनकि राइडरहरूको दुःख बुझिदिनु। किनकि तपाईँहरूबाट चाहिँ के नै हामी पैसा लिन्छौँ र बाइकहरू पनि कस्तो बिग्रिरहेको हुन्छ, कस्तो प्रब्लम आइरहेको हुन्छ। प्रब्लम चाहिँ धेरै फेस गर्नुपर्छ हामीले।